असार 12 2078 साल शनिबार अर्थात् 3 वर्ष अगाडि गोरखापत्रमा प्रकाशित थियो। यसको सुरुमै एउटा प्रिन्ट मिस्टेक रहेछ। विक्रम सम्वत 2030 साउन 30 गते सिन्धुपाल्चोक ठोकर्पामा रहेको भनेकोमा साउन 25 गते सिन्धुपाल्चोक ठोकर्पामा रहेको वन क्षेत्र स्थानीय समुदायलाई व्यवस्थापन गरिएको दिन भनेर सच्याइएको छ। त्यो दिनलाई आधार मानेर प्रत्येक वर्ष साउन 25 गते देशभर सामुदायिक वन दिवस मनाउँदै आएको छ। विक्रम सम्वत 2074 मा सरकारले संहितामा सामुदायिक वन स्थानीय समुदायको पहिचान भन्ने नाराका साथ सामुदायिक वन राष्ट्रिय दिवस मनाएको सन्दर्भमा सामुदायिक वन र संहिताको कार्यगत तादात्म्यता र भावी मार्गदिशाको विषयलाई समेटेर यो लेख तयार गरिएको छ। देशको अर्थतन्त्रलाई हामी मुख्य रूपमा दुई भागमा विभाजन गरी बुझ्न सक्दछौँ। आधुनिक क्षेत्र जुन मुख्य रूपमा शहरी भेगमा केन्द्रित हुन्छ भने परम्परागत क्षेत्र कृषिसँग आबद्ध भई ग्रामीण भेगमा केन्द्रित हुन्छ। यस्तो अवस्थामा नेपाल सरकारले उपलब्ध गराएको आर्थिक स्रोतलाई मुख्य रूपमा 3 किसिमबाट प्रयोग गर्न सकिन्छ। 1. आधुनिक क्षेत्र विस्तृतीकरण, 2. आधुनिक क्षेत्र सबलीकरण, 3. परम्परागत क्षेत्र सबलीकरण। आधुनिक क्षेत्र विस्तृतीकरण भन्नाले अर्थतन्त्रको शहरी भेगलाई बढावा दिई अर्थतन्त्रको विकास गर्नुलाई जनाउँछ। उदाहरणको लागि यसले सामुदायिक वनको उद्यम विकास वा द्रुत औद्योगिकीकरणलाई जनाउँछ। आधुनिक क्षेत्र विस्तृतीकरण अन्तर्गत सामुदायिक वनको उत्पादनबाट सञ्चालित समिल, कोल्ड ट्रिटमेन्ट प्लान्ट वा शहर केन्द्रित पर्यटनलाई लिन सकिन्छ। आधुनिक क्षेत्र सबलीकरणमा अर्थतन्त्रको विकास शहरी भेगमा रहेको केही घरधुरीमा मात्र सीमित भएको हुन्छ। परम्परागत क्षेत्रमा रहेको घरधुरीको आय भने उस्तै रहन्छ। सामुदायिक वनमा अमरेसो अर्गेली खेतीबाट ग्रामीण भेगमा कच्चा पदार्थ उत्पादन भई सोको प्रशोधन शहरी भेगलाई हुनुलाई यसको उदाहरणको रूपमा लिन सकिन्छ। परम्परागत क्षेत्र सबलीकरणमा मूल रूपमा फाइदा परम्परागत क्षेत्रमा रहेका घरधुरीको बीचमा वितरण हुन्छ भने आधुनिक क्षेत्रको विकास न्यून रहेको हुन्छ। सामुदायिक वनको कारणले स्वतर, दाउरा, घाँसपातको सहज उपलब्धताको कारणले परम्परागत क्षेत्र जस्तै कृषि बाली र पशुधनको उत्पादकत्वमा वृद्धिलाई लिन सकिन्छ। तसर्थ परम्परागत क्षेत्र सबलीकरणले लोरेन्ज कर्वलाई समानताको रेखातिर तान्ने हुँदा सानो आय वृद्धिमै गरिबी न्यूनीकरण गर्न मद्दत गर्छ। काभ्रेपलाञ्चोक जिल्लाको चौबास भोल्मु सामुदायिक समिल अस्ट्रेलियन सरकारको सहयोगमा सन् 1996 मा स्थापना भएको थियो। उक्त समिललाई वन व्यवस्थापनको सफलताको रूपमा खाद्य तथा कृषि संगठनले प्रकाशित गरेको इन सर्च अफ एक्सलेन्स भन्ने पुस्तकमा चित्रण गरिएको थियो। तर 1 दशकभन्दा कम समयमै उक्त सफलता खण्डित भई समिल सञ्चालनमा निरन्तरता आउन सकेन। यसको बावजुद उक्त समिलले 1997 देखि 2004 सम्म 13,308 श्रम दिन रोजगारी र ज्यालाको रूपमा अमेरिकी डलर 15,243 स्थानीय स्तरमा उपलब्ध गराएको देखिन्छ। उक्त समिललाई पुनर्जीवन दिनको लागि इनलिफ नामक परियोजनाले सहयोग उपलब्ध गराएको देखिन्छ। उक्त समिललाई पुनर्जीवन दिनको लागि सञ्चालन कार्यविधि परिवर्तन गरी पुनः सञ्चालन गरिएको छ। आधुनिक क्षेत्र विस्तृतीकरणको लागि आवश्यक पर्ने आर्थिक स्रोत, भौतिक संरचना, कामदार र प्रविधि समेतलाई विचार गर्दा ठूलो लगानी, उन्नत प्रविधि, दक्ष कामदार, उत्पादनको लागि बजार, सुगम यातायात र विद्युत आवश्यक पर्ने देखिन्छ। आधुनिक क्षेत्र सबलीकरणको कारणले शहरी भेगमा रहेका घरधुरीको आयमा ठूलो वृद्धि भए तापनि ग्रामीण भेगमा शहरी घरधुरी बीच तुलनात्मक आयमा असमानता बढ्न जान्छ। यसबाट गरिबी न्यूनीकरणमा प्रभाव पर्दैन। न्यून आय भएका घरधुरीको कुल आयमा हिस्सा घट्न गई गरिबीमा फरक पर्दैन वा अझ बढ्छ। आधुनिक क्षेत्र विस्तृतीकरणमा
शहरी घरधुरीको खुद आयमा उच्चतम वृद्धि हुने हुँदा शहरी वेगमा निरपेक्ष गरिबी घट्न जान्छ। तर यस्तो विकास क्रममा लरेन्स कर्वको प्रकृति बमोजिम सर्वसम्मत अभिव्यक्ति दिन सकिँदैन। विकासको पहिलो चरणमा गरिबीमा वृद्धि भए तापनि पछिल्लो चरणमा गरिबी घट्ने अपेक्षा गर्न सकिन्छ। परम्परागत क्षेत्रमा रहेका गरिब घरधुरीको आयमा परिवर्तन आउँदैन, किनकि विकासको रकमलाई परम्परागत क्षेत्रमा लगानी गरिँदैन। आधुनिक क्षेत्र सबलीकरणले आय असमानतालाई एकनासले वृद्धि गर्छ भने परम्परागत क्षेत्र सबलीकरणले आय असमानतालाई एकनासले कम गर्छ। यस्तो अवस्थामा विकासको लागि उपलब्ध भएको आर्थिक स्रोत परम्परागत क्षेत्र सबलीकरणमा लगाउन उपयुक्त हुन्छ। यसको ठिक विपरीत आधुनिक क्षेत्र विस्तृतीकरणमा आय असमानता पहिले बढ्छ पछि घट्छ। यदि विकासको यस्तो मार्ग अवलम्बन गर्ने हो भने आय असमानताको क्षणिक वृद्धिलाई लिएर संवेदनशील हुनुपर्ने अवस्था देखिँदैन। आधुनिक क्षेत्र विस्तृतीकरण काठ भेनियर उत्पादनको लागि सामुदायिक वनको दिगो व्यवस्थापन, शहरी परिधीय क्षेत्रको सामुदायिक वनमा पर्यटनको बढ्दो रूपमा सुरु गरिएको छ। नेपालको प्रदेश 1 मा रहेको झापा जिल्लाको जामनखाडी सामुदायिक वनले प्रतिवर्ष पर्यटनबाट लगभग 3 लाख अमेरिकी डलर आम्दानी गर्छ। यस सामुदायिक वनले लघु चिडियाखाना र सिमसार क्षेत्रलाई पर्यटक आकर्षणको रूपमा विकसित गरेको छ। यसरी आर्थिक उपार्जनको लागि सामुदायिक वनको दिगो व्यवस्थापन, शहरी परिधीय क्षेत्रको सामुदायिक वनमा पर्यटन बढ्दो रूपमा देशका धेरै भागमा सुरु गरिएको छ। आधुनिक क्षेत्र सबलीकरण 5 थर जिल्लामा सामुदायिक वनका उपभोक्ता समूहले उनीहरूको वनमा अर्गेली रोपेका छन्, जसलाई प्रशोधन गरी उच्च मूल्यको कागज बनाउने रेशा प्राप्त गर्छन्। यसले कच्चा माल र रोजगारको प्रति किलोग्राम लगभग 6 अमेरिकी डलरको आय अर्जन गरेको छ। समूहका अध्यक्षका अनुसार प्रत्येक घरले अर्गेलीबाट वार्षिक आम्दानीको रूपमा 2000 देखि 3000 अमेरिकी डलर बराबर कमाउँछन्, जुन मुख्यतः जापानमा मुद्रा र उच्च गुणस्तरका कागजातहरू बनाउनको लागि निर्यात गरिन्छ। तर यसरी उत्पादित अर्गेलीको मूल्यमा 5 गुणासम्म फरक हुँदा प्रमाणीकरणको लागि आधिकारिक निकायको अभावमा फाइदाको ठूलो हिस्सा भने बिचौलियाको पुल्टामा पर्ने स्थिति देखिन्छ। यस्तै पश्चिम नेपालबाट तेजपत्ताको उत्पादन, कटानी, प्रशोधन गरी शहरी भेग र विदेशमा निर्यात गरिन्छ। परम्परागत क्षेत्र सबलीकरण सामुदायिक वनमा परम्परागत क्षेत्रको सबलीकरणको उदाहरण यस प्रकार छन्। पात पत्करहरू सङ्कलन गरी कम्पोस्ट वन बनाउने, जुन ग्रामीण परम्परागत खेतीको लागि महत्त्वपूर्ण हुन्छ। सामुदायिक वन पारम्परिक खेतीको अभिन्न हिस्सा हो, विशेष गरी हलो जोत्ने जनावरहरूको लागि आहारको स्रोतको रूपमा परम्परागत पहाडी खेतीको अत्यावश्यक अंश हो। घाँस मैदानमा महिला समूहका सदस्यहरू बहुउद्देश्य आय उत्पादन गर्ने घाँस लगाउँछन्, जसले माटोको क्षतिलाई कम गर्न ढक्कन मात्र प्रदान गर्दैन, यो समूहका महिला सदस्यको लागि नगदको महत्त्वपूर्ण स्रोत पनि हो। खसी बाख्रा बजारमा बेचेर धेरै गरिब घर परिवार अति आवश्यक नगद आय प्राप्त गर्छन् र सामुदायिक वनले ती गरिब परिवारले पालेका घरपालुवा वस्तुहरूको आहारको स्रोत पनि हो। स्रोतमा साझेदारी र भावी मार्ग दिशा देशमा संघीयता लागू भइसकेको सन्दर्भमा स्थानीय पालिकाले गर्ने विकासमा सामुदायिक वनको संलग्नतालाई सकारात्मक रूपमा लिनुपर्छ। आधार आयको सीमाभन्दा सामुदायिक वनको आम्दानी बढी भएमा भ्रष्टाचार र अनियमिततालाई निम्ताउँछ भन्ने मान्यतामा रु 10 लाखको सीमालाई आधार आय मानी आम्दानीको अनुपातमा प्रगतिशील कर लगाउन प्रस्ताव गरिएको छ। यसबाट समूहलाई वन संरक्षण र विकासका लागि पर्याप्त प्रोत्साहन रहने, स्थानीय पालिकालाई पनि सामुदायिक वनको आय स्रोतको व्यवस्था गर्न उत्प्रेरित गर्ने